जनताको आवाज सुन्ने थलो हो भन्ने अनि सुन्दै नसुन्ने वातावरण सिर्जना भयो भने यो सदनको औचित्य के हुन्छ? त्यस कारणले पनि हामीले निरन्तर रूपमा हाम्रो आवाज सुन्नु पर्यो, हाम्रो कुरा सुन्नु पर्यो, यो समाधानमा पुर्याउनु पर्यो भनेर कुरा राख्दै आइरहेका छौँ। सरकारले आज पनि अब सम्माननीय प्रधानमन्त्रीज्यूको प्रश्नोत्तरको कार्यक्रम थियो, त्यो कार्यक्रम हामीले नचलाउनुहोस् भने होइन, चलाउनुहोस्, तर हाम्रो पनि प्रश्न थियो, हाम्रो पनि कुरा थियो। सम्माननीय प्रधानमन्त्रीज्यू आजको सरकारको मूल पात्र हुनुहुन्छ, सरकारको नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ। उहाँलाई नसुनाए कसलाई सुनाउने? सदनमा हामीले निरन्तर भनिराखेका कुराहरू पटक पटक विभिन्न मन्त्रीज्यूहरूले त सुन्नुभयो होला, मिडिया मार्फतबाट सुन्नुभयो होला, तर यही सदनमा आउनुभएको बेला प्रत्यक्ष सांसदहरूले कुरा राख्दाखेरि सम्माननीय प्रधानमन्त्रीज्यूले नसुन्नुपर्ने त्यस्तो त कुनै कुरा छैन नि। सदनले उठाएका कुराहरू सम्माननीय प्रधानमन्त्रीज्यू जवाफदेही हुनुपर्छ, उहाँलाई नै आज सुनाउनुपर्छ भनेर हामीले आज उठेका थियौँ। तर अब हामीलाई समय विनियोजन भएन। यदि यो सदनमा हामीले पटक पटक आन्दोलन गर्दा, विरोध गर्दा समय पाऊँ, कुरा सुनियो,